उहाँ चाहिँ हाम्रो आशिष भट्टराई दाई हुनुहुन्छ। अन्त उहाँले चाहिँ एउटा आज हामीलाई मिठो ऱ्याप सुनाउनु हुँदैछ। दाई ल जाओस् त ऱ्याप। ल यो ऱ्याप चाहिँ के, यसको ऱ्यापको बारेमा चाहिँ थोरै बताइदिनु नि। यो ऱ्याप चाहिँ कस्तो ऱ्याप हो भने हजुर नेपालमा पहिले एकपल्ट भूकम्प गएको थियो। हजुर म खासै ऱ्यापर त होइन, हजुर तर पनि मलाई यो ऱ्यापले छुन्छ घरिघरि। हजुर म अनि सोध्ने गर्छु हजुर भूकम्प कहिले गएको थियो, कति सेकेन्डमा गएको थियो भनेर सोध्ने गर्छु। त्यही भएर सबैलाई अविस्मरणीय होस् भन्नाले यो गीत म घरिघरि गाउने गर्छु। गाइदिने नि हो त? गाइदिनुहोस् हजुर, गाइदिनु। गाइदिउँ। यो हो कस्तो अचम्म, समय थियो 11:56, 40 सेकेन्ड भाइ म नेपालसम्म। सपना नै हो कि भनी हुन्छु जसँग, कोहीसँग छैन यहाँ जीवनको रङ्ग, भुइँसँग हल्लिएको सपना सबको भङ्ग। सायद हेर्दै त्यो दैव होला दङ्ग, तर मेरो प्रश्न छ आज त्योसँग, किन ढल्यो त्यसको घरसँगै मेरो छानो, किन भो आज आफ्नै आँगन बिरानो। दौचोपी बसेका ती नेता फलानु, देशको दुर्गति तिनलाई मागी खाने, साला भाँडो विडम्बना विधिको प्रकोप, त्यो प्रकृतिको धोकाको अस्तित्व किन छेडमै खरानी भो। सुकेको छ घाँटी कसले दिने पानी, सयो लास यतातत्र को जान्ने मलामी। घरबार बिनसारा छैन छानो पानी छिक्ने, पैन गर्छ त्रास मन रोएको कसले देख्ने। तस नस बस्ती बजार ओत लाग्ने ठाउँ छैन, कस्तो श्राप लाग्यो मेरो भाइ नरोएको गाउँ छैन। भाइ धन्यवाद।